बुवा फाल्ने डोको। कुनै एउटा गाउँमा 4 जनाको परिवार थियो। त्यसमा वृद्ध बुवा, छोरा हरि, बुहारी सरिता र नाति साने थिए। एक दिनको कुरा हो, आँगनको छेउमा बाजे पुरानो पिरामा बसेर खोकिरहनु भएको थियो। अफिसबाट हरि घर फर्कदै थिए। सरिताले आफ्नो बुवालाई खाना खुवाउँदै थिइन्। बुवा वृद्ध भएकोले आफैले खाना खान हिँडुल गर्न सक्ने थिएनन्। त्यसैले बुहारी सरिताले खाना खुवाउँदै थिइन्। त्यतिकैमा हरि घर आइपुग्छन्। आफ्नो श्रीमानलाई देखेर सरिता झर्किँदै भन्न थाल्छिन्, तिमी दिनरात जागिर भन्दै अफिस जान्छौ। मैले भने सधैँ दिनरात यही बुढाको चाकरी गरिराख्नु पर्ने? न कतै राम रमिता भन्नु छ, न त कतै भनेको ठाउँमा नै जानु छ। सधैँको पासो मलाई। अब त अति पो बुढा, अबदेखि आफ्ना बुवाको आफै स्याहार सुसार गर्नु। मलाई मात्र सधैँको बन्धन। जबसम्म तिमीले जागिर छोडेर बुढाको हेरचाह गर्दैनौ, त्यस बेलासम्म म माइत गएर बस्छु मेरो आमा बुवासँग। बरौला देख्छौ तिमीले तोरीको फुल। सरिता रुँदै माइत जान खोज्छिन्। सधैँ यस्तै मलाई भने के दिनमा लिएर आएछन् यो घरमा। रुँदै र रिसाउँदै माइत जान लागेकी सरितालाई हातमा समाउँदै फकाउँदै हरिले भन्छन्, अति हो सरिता, बुढाको यो रोगखोकी र फोहोर अब म पनि सहन सक्दिनँ। दिनभर स्याहार गर्दा गर्दै हाम्रो काम बिग्रिसक्यो। न तिमी राम रमिता भन्न पायौ, न मैले जागिर गर्न पाएँ, न भनेको ठाउँमा म नै जान पाएँ, न तिमी नै जान पायौ। तिमी छोरा भएर आफ्नो बुवाका लागि त्यति गर्न सक्दैनौ? म अर्काको घरबाट आएकी बुहारीले त तिम्रो बुवाको दिन रात स्याहार गरिरहेकी छु। तिमीले आफ्नो बुवाको हेरचाह नगरे कसले गर्छ हरि? तिमी के कुरा गर्दैछौ यस्तो? मलाई अरू केही थाहा छैन सरिता। अब उहाँलाई यो घरमा राख्न सकिँदैन। मैले निर्णय गरिसकेँ। आजै उहाँलाई ढोकोमा हाली औषधि उपचार गर्न लैजान्छु भनेर परको तारै भिरबाट फालिदिन्छु। न त तिमीलाई झन्झट हुन्छ, न मलाई झन्झट हुन्छ। तिमी र म एक आपसमा बल्ल राम्रो जिन्दगी जिउन पाउँछौँ। न बाजेलाई नै तड्पिनुपर्छ, बाजे दिनरातको खोकी गर्नु पर्दैन, न हामीलाई झन्झट हुन्छ। कसो सरिता? सानो कुनामा बसेर यो सब सुनिरहेको हुन्छ। हरिले आफ्नो बुढालाई डोकोमा पुग्दैछन्। बाजे आँसु निकाल्दै आँसु पुज्दै हुनुहुन्छ। सानो पछि पछि दौडदै आउँछ। बाबा पर्खनु न, म पनि आउँछु। किन आइरहेको? नै के बाबा, मलाई हेर्नु छ, म पनि जान्छु न। हरि एउटा ठुलो भिरमा पुग्छ। उसले डोको बिछाउँछ र आफ्नो बुवालाई बाहिर निकाल्न खोज्छ। बुवा, मलाई माफ गर्नुहोला, तपाईँको सेवा गर्न सकिनँ, तपाईँलाई राम्रोसँग पालन पोषण गर्न सकिनँ। माफ गर्नुहोला, माफ गर्नुहोला। पक्रुस् न बा, मलाई यहाँ किन निकाल्नु भयो? यहाँ त अस्पताल छैन। हरिले आफ्नो बुवालाई भिरबाट फाल्न खोज्छ। त्यसलाई त फाल्नुहोस्, डोको छैन, फाल्नुहोस् है। किन यो पुरानो डोको लगेर त के गर्छस् त? तपाईँ बुढो भएपछि मैले पनि त तपाईँलाई पनि यही डोकोमा हालेर यही भिरबाट फाल्नुपर्छ होइन र? त्यहीदेखि नै डोको साँचेर राख्नु हो। सानोको कुरा सुनेर हरिको पुरै शरीर काम्न थाल्छ। ऊ छाँगाबाट खसेझै हुन्छ। उसले आफ्नो गल्ती महसुस गर्छ। मैले के गर्न लागेको थिएँ छोरा? तैँले आज मेरो आँखा देखाइदिए, भविष्य खुलाइदिए। त्याबास छोरा, त्याबास। हरिले बुवाको गोडा समात्छन्। जेल खोल्न कहिल्यै ढिला हुँदैन बाबु।
सायद मेरो परवरिशमा धेरै भुल भयो होला। हरिले दोको र बुवालाई सम्मानका साथ उठाएर घरतिर फर्काउँछ। साने खुसी हुँदै अघि लाग्छ। आफ्नो श्रीमानले ससुरा बुवालाई फिर्ता ल्याएको देखेर सरिता झर्कँदै प्रश्न गर्न थाल्छिन्। तिम्रो भैटोमा अझै घाम लागेन? फेरि वृद्ध रोगी बुढालाई फर्काएर ल्यायौ? धिक्कार छ तिमीलाई। तिमी आक्रोशमा नआउन सरिता, कस्तो कुरा गर्छौ? हरिले आफ्नो श्रीमती सरितालाई सम्झाउँदै भन्छ, हाम्रो पनि त एउटा छोरा छ, भोलि हामी पनि बुढा हौँला। आज सानेको कुराले मेरो आँखा खुल्यो। यतिकैमा हरिले जङ्गलमा भएको सबै कुरा सुनाउँछन्। सरिता भन्न थाल्छिन्, हामीले ठुलो पाप गर्न थालेका रहेछौँ बुढा। अबदेखि तिमी हामी दुवैले बुवाको राम्रो स्याहार सुसार गर्नुपर्छ है। यतिकैमा सबै मिलेर बुवाको राम्रो हेरचाह गर्न थाल्छन्। सानो त्यो देखेर साह्रै खुसी हुन्छन्। धन्यवाद।